हिजो चाहिँ म साथीभाइ यो दोकान गएको कि यो चाहिँ भएको घटना है। जाँदा जाँदा साथीको घरमाथि पुगेको थिएँ। अन्त साथीको नानी त पुरा रोइरहेको रहेछ। अन्त भने किन रोयो भने मैले कान ठाडो पारेर सुनेँ नि त। त्यहाँबाट आमा चाहिँले कराए, नरु भनेको त के साह्रो रुको भन्दै कराए हो। म चाहिँ सुनिरहेको छु। त्यहाँबाट बुढा चाहिँले कराए, नरु भनेको भन्छ रुको नानीहरू। म चाहिँ माथिबाट सुनिरहेको छु होइन के भन्नु रहेछ भनेर। भर त बुढा चाहिँले त औ जानु इङ्ग्लिसबाट कराउ त भने होइन। यो चाहिँ भएको कुरा है। त्यहाँबाट बुढीले के भन्यो, तिमी बाउ तिमी कराउ भने होइन। म माथिबाट सुनिरहेको छु। बुढा चाहिँले के भन्यो, वाट ह्यापन माइ सन भनेर करायो होइन। फेरि झन् रोयो त्यो नानी त। फेरि वाट ह्यापन माइ सन म माथि एउटा सुनिरहेको छु। त्यसरी 2-3 खेप वाट ह्यापन माइ सन भन्दै करायो होइन। त्यो नानी त चुप्पो लागेर बस्यो। म छक्कै परेँ। हो नानीहरूलाई चाहिँ इङ्ग्लिस स्कुल पढायो चाहिँ नेपालीबाट कराउँदा चाहिँ नसुन्दो रहेछ है, इङ्ग्लिसबाट मात्रै सुन्दो रहेछ भनेर चाहिँ थाहा पाएँ। यो चाहिँ भएकै घटना है। तर यो भिडियो साथीले नि हेर्छ होला कि वाट ह्यापन माइ सन